नमस्ते तपाईहरु सम्पूर्णमा एन्ड वेलकम ब्याक टु माई सर्ट मिनी ब्लग। उहाँ चाहिँ हो रब्रो, मैले जुम गरेँ है। उहाँ चाहिँ युट्युब र फेसबुकमा एकदमै फेमस हुनुहुन्छ र हाम्रो बुवा भयो, चमा भयो, आन्टी भयो, उहाँको चाहिँ बिग फ्यान, प्लस मेरो आमा पनि है। उहाँको ब्लग चाहिँ रेगुलर हेर्नुहुन्छ र हामी माइती जाँदा बुवाले चाहिँ त्यहाँ जानुपर्छ, मलाई चाहिँ एकदमै इच्छा छ उहाँलाई भेट्ने भनेर चाहिँ भन्नुभयो नि त जानुबित्तिकै। अनि बुवाले चाहिँ हामीलाई भोलिपल्ट त्यहाँनिर लगेर जानुभयो है। र त्यहाँ गएर हामीले के देख्यौँ भन्दाखेरि चाहिँ जुन चाहिँ हामीले पहिलाको समयमा है अलिकति निकै अगाडि युज गर्ने कुराहरू चाहिँ हामीले त्यहाँ देख्यौँ। यो जुन चाहिँ देख्नुभयो ल्याम्प भयो है, हामी क्लास 3-4 पढ्दाखेरि युज गर्थ्यौँ। साँझको टाइममा यसलाई सफा गर्न थालिहाल्थ्यौँ किन यसलाई बालेर चाहिँ हामी पढ्नु बस्नु पर्थ्यो है। अहिले त हाम्रो नानीलाई थाहा पनि छैन यो के हो भन्ने कुरा है। र त्यस्तै गरेर अर्को चाहिँ त्यहाँ थियो गुन्द्री, त्यो चाहिँ भुइँमा ओछ्याएर चाहिँ हाम्रो अजीले बस्नुहुन्थ्यो अनि हामीलाई खाना पस्किदिनुहुन्थ्यो। मलाई अजीको पनि याद आयो यो देखेर। र अरू धेरै कुराहरू भयो है, जस्तो डम्फु भयो, मादल भयो है, सिक्कल भयो र मकै जुन चाहिँ यो भारमा राखेको छ त्यही प्रकारले पहिलाको टाइममा हामी सानो हुँदा हाम्रो घरमा पनि मकै त्यसरी नै राख्थ्यो है। र यो कुराहरू बिर्सिँदै गएको छ नि त, किनभने अहिले जमाना नै चेन्ज भएको छ है। अहिले मोडर्न जमाना, मोड्युलर किचन भन्ला यस्तो है, यस्तो कुराहरू केही राख्दैन है। त्यहाँ गएपछि चाहिँ देख्दाखेरि चाहिँ पहिलाको आफूले एकदम धेरै खुसी लाग्यो क्या। पहिलाको टाइमको यस्तै अहिले जमाना फर्केर आउनु नि भन्ने खालको चाहिँ अहिले हाम्रो मनमा भइसकेको छ है। किनभने एकदमै एडभान्स भएर गइसक्यो नि त जमाना, धेरै एडभान्स पनि कस्तो कस्तो पो लाग्दो रहेछ। किनभने एकदम फोनको जमाना भयो नि त, फोनमै मात्रै मान्छे झुन्डिसक्यो नि त होइन। अनि त्यही भएर चाहिँ पहिलाको जमाना ठिक थिएछ भन्ने घरिघरि सोच आउँछ नि त त्यस्तो। अनि यहाँनिर भयो अर्को तताले चाहिँ सोध्दैछ यहाँ चामल, मकैको चामल है, दालहरू, गाउँमै फलेको दालहरू तताले सोध्दैछ र एकदम राम्रो लाग्यो त्यहाँनिर गएर है। अनि खानेकुरोको कुरा गर्दाखेरि यहाँ हेरिहाल्नुहोस् तोङ्बा भयो है। तोङ्बा पनि हाम्रै गाउँघरमा मान्छेले, हाम्रै नेपालीले बनाउनु जान्ने कुरा है। अनि जुन चाहिँ यो तोङ्बा खाने भाँडा भयो यो पनि हाम्रो कतिजना दाजुभाइले कतिजना राम्रो कलाहरू छ है, त्यो पनि किन्नु परेको छैन, उहाँले आफै नै बनाउनु भएको है। तोङ्बा खाने हाम्रै गाउँघरमा हुने बाँसले नै बनाएको, बियर खाने भयो यो ग्लास है। र कुखुराको मासु चाहिँ हामीले स्न्याक्समा पोलेमा आएको थियौँ। र यहाँबाट चाहिँ हामी के सिक्नुपर्छ भन्ने कुरा चाहिँ रब्रो दाजुको ब्लग्समा चाहिँ धेरै कुरा सिक्ने मौका पाउँछ। किनभने हाम्रो दाजुभाइले है हाम्रै पाहाडमा हामीले धेरै कुरो गर्नु सक्छौँ है। हामीले बाहिर जानु पर्दैन, मेहनत गऱ्यौँ भने हाम्रै ठाउँमा हामीले धेरै कुरो गर्न सक्छौँ। र जुन चाहिँ हाम्रो गोर्खाको संस्कृति छ त्यो चाहिँ हामी नबिर्सौँ भन्ने चाहिँ एउटा उहाँले सोच राख्नुभएको छ है, एकदम सराहनीय छ। र अर्को कुरा चाहिँ मकै, हाम्रो बुवाको एकदम फेभरेट हो मकै है। र मैले पनि खाएँ, मुखले दारी खाएँ, हातले केलाएर पनि खाइनँ, मिठो थियो मकै पनि। र उहाँले चाहिँ हरेक ग्रुपलाई टाइम दिनुहुँदो रहेछ क्या, 20-25 मिनट त्यो ग्रुपमा गएर बसेर बातचित गर्नुहुँदो रहेछ र पोजिटिभ नेगेटिभ दुइटै रिभ्युज लिनुहुँदो रहेछ र उहाँको भिडियो ब्लगमा हाल्नुहुँदो रहेछ हो। र एकदमै राम्रो लाग्यो है। उहाँको ब्लगबाट पनि धेरै कुरा सिक्ने मौका पाइरहेको छ मान्छेहरूले है। अनि मोटिभेट हुनुपर्छ है उहाँको ब्लगबाट। अनि यहाँनिर चाहिँ खानेकुरोको अर्को चाहिँ भातमा चाहिँ हामीले के खायौँ भन्दा लोकल कुखुराको सुप है। यहाँनिर उहाँको फार्मै रहेछ पछाडिपट्टि कुखुराको, त्यो पनि हाम्रै पाहाडमा हाम्रै मान्छेले गर्नु सकिहाल्ने, कुखुरा पाल्नु सकिहाल्छ होइन। तोङ्बा बनाउनु, जाँड पकाउनु जानिहाल्छ हो। अनि यो तोङ्बा पनि बनाएर मान्छेले खिलाउनु जानिहाल्छ। सबै कुरा हाम्रै पाहाडमै पाउने कुराहरू क्या उहाँले चाहिँ राख्नुभएको रहेछ। र यहाँनिर देखाउनु गाना गाएर एकदम रमाइलो हुँदैछ। अनि अर्को कुरा चाहिँ साउन्ड सिस्टम पनि राख्नुभएको रहेछ, जहाँ चाहिँ आफूले गाएर आफै रमाइलो गर्ने, नाच्ने है। र यस्तै हो। र मजा आयो उहाँको ठाउँमा गएर है, एकदमै। तपाईँहरू पनि सबैजना एकपल्ट भिजिट गर्नु होला है। अन्त त्यही हो, धन्यवाद मेरो ब्लग हेर्नुभयो अन्तिसम्म। थ्याङ्क यू।